नमस्ते साथीहरू, आज पनि सरिता भ्लग्समा तपाईहरुलाई धेरै धेरै स्वागत छ। अनि पछि हामी चाहिँ आज यो पाखामा झर्दैछौँ। के को लागि भन्ने पछि संसारी पूजा हैन, संसारी पूजा भन्छ हैन, संसारी पूजा हुँदैछ यहाँ तल कोशी छेउमा। त्यसको लागि हामी आउँदैछौँ। अरु बाँकी चाहिँ यहाँ तलै झरेर पूजा गरिरहेको ठाउँमै गएर म देखाउँछु है साथीहरू। अनि यति धेरै पाखामा हामी झरिरहेछौँ। यस्तो डरलाग्दो चिप्लेटी खेलौँ जस्तो पनि हैन। चिप्लेटी खेल्यो भने एकैचोटि तल खोलामा पुगिन्छ। दृश्य चाहिँ यस्तो छ हैन। यहाँ साथीहरू यहाँ तल पुगिसकेको छ। हामी झर्दैछौँ बिस्तारै। यो संसारी पूजा चाहिँ कसरी हो भन्दाखेरि यो चाहिँ वर्षमा एकचोटि यो पुरै गाउँ मिलेर गर्छन् हैन। सामेल म अहिले छु। पहिला वर्षौंदेखि चलिआएको यो रीत त हैन, तर विश्वास रहेछ क्या। अब जस्तै वर्ष दिनमा एकचोटि गर्दाखेरि चाहिँ बर्सात पनि हुन्छ। यो अहिले एकदमै सुक्खा मौसम छ नि त। यो पूजा गरेपछि चाहिँ बर्सात हुन्छ भन्ने मान्यता रहेछ। यहाँ मान्यता छ। अनि पछि हामी यहाँ पूजामा झर्दैछौँ साथीहरू। अनि साथीहरू यहाँ सबैजना जम्मा भइसकेको छ। यस्तो घाम छ हुन चाहिँ हैन। अनि पछि यहाँ बच्चाहरूले काटमार गर्न त हुँदैन भन्छ हैन, काटमार गर्नु हुँदैन भन्छ। तर यहाँ चाहिँ एउटा बोका हैन, एउटा यहाँ परेवाहरू पूजा। यो चाहिँ हाम्रो संसारी पूजाको के पो यो पूजाको चाहिँ हैन प्रसाद हो। आज प्रसाद हैन। यो चाहिँ यहाँ यस्तो भइरहेछ सबै। अब उहिलेको हाम्रो बाजे बजुले गर्दै ल्याउनु भएको अरे। अनि यो वर्षा दिनमा एकचोटि कोशीमा पूजा जहिले पनि 12 महिनामा हैन एकचोटि पूजा गर्नुहुन्छ। यस्तै बोका चढाउनुहुन्छ। अनि यस्तो भालेहरू खै अब त्यो बाजे बजुले नि सोध्नुपर्छ क्या। अलिक ठुलो मान्छेहरूले सोध्नुपर्छ। मलाई अलिक अर्थ चाहिँ थाहा भएन यसको। ल नाना, संसारी पूजा चाहिँ यो के को लागि खास चाहिँ गरिन्छ? कहिलेदेखि चलन चल्ती? चलन चल्ती हो कि यो के हो? यो के विश्वासले गरिन्छ? यो संसारी भनेको नि पुर्खौँले गरिलेको हो। हजुर। ल यो संसारी चाहिँ पुर्खौँले गरिलेको कारणले हामीले चाहिँ गर्नु परेको बाध्यता पर्यो हैन। हजुर। र यो विश्वास पनि छ, विश्वास हैन। तर यो संसारी कसैले विश्वास मान्दैन होला हैन। तर यो संसारीले चाहिँ के यो हामीलाई अनुभव भइरहेको छ भने नि हाम्रो अब जस्तै पुर्खौँले चाहिँ के अनुमान गरेको थियो के अनुमान हामी पनि अहिले खेलिरहेको छ। यसले अब हरेकको देखि रुगा मार्गी हरेकको ठुलो ब्यारादेखि पनि शान्ति हुने। त्यसपछि अब यो वर्षामा चाहिँ अब चट्याङदेखि पनि हामीले धेरै गर्नुपर्छ। अनि त्यसपछि अब केटाकेटीलाई अब यो डाडुरा हरेकको नि माईहरू त्यस्तोदेखि चाहिँ धेरै अब रक्षा गर्नुहुन्छ। यहाँको चाहिँ हाम्रो संसारी मात्रै यो 7 माई मात्रै गरिँदैन। हाम्रो चाहिँ मङ्काली सबभन्दा उसको कोरिया भएको कारणले चाहिँ उसलाई पहिला संसारी माई चाहिँ भनिन्छ। तर संसारी मात्रै भूमि पहिला पूजा हुन्छ हैन। त्यसपछि मङ्काली कोशी संसारी भनिन्छ। संसारी चाहिँ 7 माई हुन्छ, 7 वटा हुन्छ भनेपछि यो यसमा चाहिँ धेरै हामीले विश्वासमा एकदम हामी छौँ। यसले हर कुरो बाढी पीडित यसपालाको यो बाढी गएको पनि नि त्यो त्यसले अरू ठाउँमा कति क्षतिपूर्ति भयो हैन, हाम्रोमा गरेन हैन। त्यो विश्वास र अब जस्तै अब वायुमण्डल आउँछ त्यसले पनि हामीले राम्रो रक्षा गर्नुभएको छ। त्यही विश्वासले चाहिँ यो संसारी पूजा गरेको। र यस साथै भोलि अब आइतबारको दिन चाहिँ यहाँको यो ठाउँको कन्याहरू अब जुनसुकै देवी देवताहरू छ हैन उनीहरूको लागि हामी आइतबारको दिन पनि गरिन्छ। त्यो चाहिँ एउटा बाहुनतर्फ साडु
मारफार चाहिँ गरिन्छ। अनि पछि यो यहाँ सुन्नु न के भन्दाखेरि यो बर्सात अब जस्तै यो अहिले यो के अरे खडेरी लागिरहेछ बर्सात पनि होस् भनेर पनि गर्ने होइन त्यो पनि हो एउटा बर्सात पनि बर्सात आएपछि अब अनेकको रोग भ्याडहरू पनि हट्नु सक्छ हैन रुख बिरुवाहरू पलाउँछ अनि त्यसपछि मकै छरिन्छ जस्तै हैन अब जे छर्नु मन लाग्छ अब बार बिरुवाहरू लगाइन्छ तिनीहरू उत्पादन हुन्छ हरेक पलाउने हुन्छ घाँसहरू हुन्छ हैन त्यसैको लागि त्यो विश्वासको लागि त्यो विश्वास छ त्यही भएर चाहिँ यो संसारी पूजा गरेको हो हैन त संसारी भनेको चाहिँ यो बिर्सिनु हुँदैन अब चाहिँ हामी यता हाम्रो दिदीसँग सोधिसक्यौं उहाँ तल चाहिँ हाम्रो पुजारीसँग सोध्न गइरहेछौँ हैन यता बाटोमा गइरहेछौँ तल सोधेर के रहेछ हजुरहरूलाई देखाउँछु है त साथीहरू यो चाहिँ सप्तकोशी हैन यहाँ चाहिँ कति धेरैले यो के भन्छ संसारी पूजा गर्दो रहेछ हैन पारिपट्टि नि यति धेरै देखिरहेछ यो तर यता त आज शनिबार पनि हो हैन कति धेरै पूजा गरिरहेछ संसारी पूजा जो संसारले गर्छ कि क्या हो त्यो चाहिँ त्यति धेरै मलाई पनि थाहा भएन अहिले नै हो सामेल भएकोमा पनि हैन योभन्दा अगाडि म आएको थिइनँ यो पूजामा अनि पछि यो चाहिँ पूजा चाहिँ कहाँ गरिरहेछ भन्दाखेरि यहाँ तल भइरहेछ पूजा हैन म देखाउँछु यहाँ तल पूजा चाहिँ यहाँ भइरहेछ साथीहरू पूजा चाहिँ यहाँ हाम्रो हुन्छ के भयो निभ्यो धुप बालिरहेछ यहाँ यो हावाले गर्दा यो निभिरहेछ कि अनि रे बंगली सकारा लोना ना जों बंगली सकारा म ढोका अनि ढोका अन्त बाटी नेपाली सकारा है यसरी भइरहेछ पूजा चक्लेटहरु नि चढाउँछ पैसा भूमि पूजा हो यो चाहिँ मङ्काली पूजा हो यो थान चाहिँ उठाएको चाहिँ मङ्कालीको थान अनि यो चाहिँ संसारी पूजा यो छेउमा पूजा गरिरहेको चाहिँ मेरो चाहिँ राम्रो आउनु पर्यो है भइरहेछ भिडियो ल भिडियो ल कति राम भयो संसारी पूजा हुँदैछ यहाँ पुजारी यहाँ हाम्रो दाइ हुनुहुन्छ अनि साथीहरु यो छ नि यो यिनीहरू लाइनै चाहिँ यो सप्तकोशी पूजा यो कोशी पनि 7 वटा मिसेर आएको कोशी हो नि त यो सप्तकोशी भन्छ हैन यिनीहरूको लागि चाहिँ 1 2 3 4 ठाउँमा यो थान उठाएर पूजा गरेको छ साथीहरु यतिजना छ यहाँ जम्मा भएको छ यो बच्चाहरू खोलातिर खेलिरहेछ यता मास्तिर पनि छ यसरी हैन साथीहरु हेर्नु न कम त घाम भइरहेछ छैन तन्तला पुर घाम लागेको छ धेरै गर्मी भइरहेछ अब चाहिँ पूजा लगभग सिधिसकेको छ साथीहरु हैन प्रसादहरु चाहिँ त्यो पकाउनको लागि चुलाहरु सबै रेडी भइसक्यो अनि जुन जति पनि पूजा गरेको त्यो उहरु कुखुराहरु परिवारहरु मारेको छ त्यो काटेकोहरु मारेकोहरु चाहिँ प्रसादको रूपमा खाइन्छ हैन त्यो सबैले प्रसाद खान्छ अनि लास्टमा जानी प्रसाद खाइसकेपछि जानी यो प्रसादहरु छ नि साथीहरु यो प्रसादहरु सबै यहाँ जति पनि कुखुराहरु यो परिवारहरु सबै जति पूजा गरेर नष्ट गरेछ नि त्यो प्रसादहरु चाहिँ घरमा लानु हुँदैन अरे यही खाइसकेर जानुपर्ने त्यही भएर यहाँ मान्छेहरु टन्नै हामी जम्मा भएको छौं लास्टमा सब प्रसादको रूपमा हामी खान्छौं हैन अनि घर लाग्ने साथीहरु ल भिडियो चाहिँ आजलाई यति नै भने साथीहरु सब्स्क्राइब चाहिँ गरिदिनु होला प्लिज नयाँ जति पनि साथीहरु हुनुहुन्छ उहाँहरुले सब्स्क्राइब गरिदिनु होला म नि ब्याक दिउँला मेरो पनि नयाँ भिडियो भर्खरै देखि सुरु गरेको मेरो नि युट्युब च्यानल हो सब्स्क्राइब प्लिज गरिदिनु होला म नि फलो ब्याक गरिदिउँला ल अहिलेलाई यति अर्को भेटमा फेरि अर्को भिडियोमा उपस्थित हुन्छु